अहिले सबैलाई एउटा समस्या देखिएको छ, धेरैजना आउने गर्छन्, गुरु नाकको हड्डी बढ्यो भने। वास्तवमा नाकमा हड्डी बढ्दैन, तर मासु बढ्छ। हामीले यसको अपरेसन गराउँछौँ, तर अपरेसनले समाधान हुँदैन। यो बार बार अपरेसन गरेका मान्छेहरू धेरै आउनुहुन्छ। यसको लागि हामीसँग प्राकृतिक उपाय छ। एउटा त हामीले पञ्चगव्य घृत भन्ने हुन्छ नाकमा, हो त्यो पञ्चगव्य घृत लोकल गाईको शुद्ध घिउलाई एउटा नाकमा 4 थोपा, एउटा नाकमा 4 थोपा, बिहान र बेलुका। अझै पञ्चगव्य घृत हाल्नु भयो त सुनमा सुगन्ध जस्तै हुन्छ, हो त्यो हाल्ने दिनमा 2 पटक। अनि अर्को हामीले एउटा औषधि बनाएर खानुपर्छ। त्यसले नाकमा हड्डी बढेको, अब हाम्रो भाषामा हड्डी बढेको त्यो मासुलाई चाहिँ हटाइदिन्छ, त्यो नाकमा जुन हड्डी बढेको छ। अनि यसको लागि जलनेती पनि अत्यन्त राम्रो हुन्छ। हो त्यो चूर्ण चाहिँ के हो भन्नुहुन्छ भने हामीले अर्जुनको छाल, अर्जुनको बोक्रा हुन्छ, हो त्यो 100 ग्राम मिसाउनु पर्छ। अश्वगन्धा 100 ग्राम, कलौजी सबैलाई थाहा छ, हामीले पञ्चपुराणमा एउटा कालो हाल्छौँ, हो त्यो कलौजी 50 ग्राम र नौसादर चूर्ण भनेर आयुर्वेदिक पसलमा पाउँछ, हो त्यो चाहिँ 20 देखि 25 ग्राम हाल्नुभयो। अनि सबैलाई छुट्टा छुट्टै पिसेर एकै ठाउँमा मिसाएर खाली पेट मनतातो पानीसँग बिहान 3 ग्राम र बेलुका पनि यो खाना खानुभन्दा अगाडि, हो त्यो पनि 3 ग्राम खुवाउनु भयो भने, यो चाँडोभन्दा चाँडो खुवाउनु भयो भने केही दिनको यो खुराकमा नै नाकमा हड्डी बढेको, मासु बढेको ठिक हुन्छ। अहिलेको भाषामा हड्डी बढेको, तर हड्डी वास्तवमा बढ्दैन।